धेरै धेरै कविहरू हुनुहुन्छ नेपाली भाषा साहित्यमा, धेरै धेरै लेखकहरू हुनुहुन्छ। भानुभक्त आचार्य भन्दा अगाडिको पनि इतिहास छ नेपाली भाषा साहित्यको, नभएको होइन। तर आदि कविको यो एउटा निकै गर्व गर्न लायक शीर्षस्थ यो सम्मानको पात्र भानुभक्त किन हुनुभयो भन्ने कुरा तपाईँ हामीलाई थाहा छ। अब कार्यक्रमलाई औपचारिक रूपमा सुरु गर्नका लागि यहाँहरू सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई औपचारिक रूपमा स्वागत गरिदिनु हुनका लागि म NAQ का अध्यक्ष आदरणीय मोहन शर्मा काफ्लेज्यूलाई अनुरोध गर्दछु। यहाँलाई आफ्नो अमूल्य समय दिएर आजको यो साहित्यिक प्रोग्राममा भानु सङ्गीतको सिलसिलामा हामीले जुन आयोजना गरेका छौँ, जनार्दन र फोलिबी FM 98.1 नेपाली रेडियो प्रोग्रामको आयोजनामा गरेको प्रोग्राममा आफ्नो अमूल्य समय दिएर पाउनुभएकोमा धेरै धेरै यो आयोजना गर्ने कमिटीको तर्फबाट आभार प्रकट गर्दै यहाँहरूलाई हार्दिक स्वागत गर्न छु। आयोजक समितिको तर्फबाट साथसाथै नेपाली यो कोइसाको नेपाली समाजको तर्फबाट यहाँहरूलाई धेरै पनि स्वागत छ। भर्जन्मगा सितिर मन्दिरम कमायो नाङ्त्री रहोस् पछि भनेर कुमा कनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो महानुभक्त धनी भई कनाजे यस्तो मेरो इनाममा त तलपाटी केही छन् जिची र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज देश ती धिकार हो मकन बस्नु नराखी कृति। अन्तमा पुनः यहाँहरूलाई आजको यो प्रोग्राममा बहुमूल्य समय दिएर आउनुभएकोमा दिलैदेखि फेरि स्वागत गर्दछु र कार्यक्रमको चाहिँ हामीले सुरु गरिसकेका छौँ। अन्तिममा चाहिँ विभिन्न कुराहरू हुनेछन् यो गजल र संस्कृति सम्बन्धी। पुनः स्वागत गर्दै दुई शब्द यहीँ पुग्छु। धन्यवाद। यो नेपाली रेडियो समूह रेडियो फोरिबी 98.1 ले 10 वर्ष पुरा गरिसकेको छ प्रसारणको। म पहिला क्विन्सल्यान्ड आउँदाखेरि मलाई पनि अचम्म लागेको थियो, नेपाली रेडियो कार्यक्रम यहाँको रेडियोले बजाउँछ भन्दाखेरि यहाँहरूलाई लागेको थियो कि थिएन। 10 वर्ष पुरा गरिसकेछ। के हो यो नेपाली रेडियो समूह भनेको, यहाँको रेडियोले नेपाली कार्यक्रमको लागि किन स्थान दिएको रहेछ भन्ने यहाँ जिज्ञासा पनि हुनसक्छ। त्यो जिज्ञासा मलाई पनि छ र यो रेडियोको 10 वर्षको यात्राको सिलसिलामा अनेक किसिमका समस्याहरू आयो होला, सङ्घर्षहरू भयो होला। यहाँ कोही पनि पूर्णकालीन रेडियो कार्यक्रम प्रस्तुता त हुनुहुन्न, आफ्ना कामहरू आफ्ना ठाउँहरूमा गरेर रेडियोलाई दिनुपर्ने हुन्छ योगदान। यी कथाहरूको बिचबाट केही हामीलाई सुनाउनु मन लागेको कुराहरू बाँडिदिनु हुनका लागि म डाक्टर केशव शर्मालाई अनुरोध गर्दछु। उहाँ रेडियोसँग सम्बन्धित व्यक्तित्व हुनुहुन्छ र यहाँ वरिष्ठ अनुसन्धाताका रूपमा दिल्ली युनिभर्सिटी अफ क्विन्सल्यान्डमा काम पनि गरिरहनु भएको छ। म डाक्टर केशव शर्मालाई रेडियोसँग सम्बन्धित कुराहरू राखिदिनु हुनका लागि स्वागत गर्दछु। अब रेडियो कार्यक्रमको बारेमा कुरा गर्दाखेरि ब्रिस्बेन अस्ट्रेलिया नै एउटा बहुभाषिक बहुसांस्कृतिक देश हो। ब्रिस्बेन पनि बहुसांस्कृतिक बहुभाषिक सहर हो र विभिन्न देशबाट आएका विभिन्न भाषाभाषी बोल्ने थुप्रै मान्छेहरू यहाँ छन्। त्यो मध्ये नेपालीहरूको सङ्ख्या पनि ठुलै छ यहाँ। त्यही क्रममा आजभन्दा 10 वर्ष पहिले एक्ज्याक्टली अब दिनै भन्दाखेरि मेको 20 तारिक 2006 सालमा विश्वमा पहिलोपटक नेपाली भाषामा रेडियो कार्यक्रम प्रसारण भएको हो र त्यो भएको अहिले 10 वर्ष पुगेको छ। यो रेडियो फोरिबी FM 98.1 मा 50 भन्दा बढी भाषामा रेडियो कार्यक्रम प्रसारण हुन्छ, त्यसमध्ये नेपाली पनि एउटा भाषा हो। हामीले त्यो ब्रिस्बेनमा हामीलाई चिनाउने एउटा माध्यम रूपमा रहेको छ र यसले गर्दाखेरि यो बहुसांस्कृतिक बहुभाषिक समुदायमा हाम्रो पनि एउटा पहिचान बन्न गएको छ। र त्यो बेलादेखि अहिलेसम्म 10 वर्षसम्म प्रस्तुता रेडियो कार्यक्रम प्रस्तुताको रूपमा थुप्रै साथीहरूले परिश्रम गर्नुभएको छ कार्यक्रममा। त आजको कार्यक्रम यहाँ सबैजना आइदिनु भयो, यसको लागि धन्यवाद दिँदै यहाँहरूको माया स्नेह र सद्भाव सधैँ रहिरहनेछ रेडियो कार्यक्रमप्रति यही कामना गर्दै यहाँबाट बिदा चाहन्छु। धन्यवाद। हामीले यति बेलासम्म पढ्यौँ
अनौपचारिक रूपमा त यहाँले देख्नुभयो भेट्नुभयो होला आजको कार्यक्रमको आकर्षक व्यक्तित्व प्रमुख अतिथि उहाँको बारेमा म थोरै जानकारी दिन्छु त्यसपछि उहाँलाई स्वागत गर्ने कार्यक्रम रहेको छ। अमर न्यौपाने नेपाली साहित्यमा एकैचोटि चर्चामा आएको व्यक्ति हो जस्तो लाग्छ मलाई। उहाँ 2063 भनेपछि एक दशक पनि भएको छैन काठमाडौँ आउनु भएको। काठमाडौँमा एक खालको सिन्डिकेट छ, चल्ने लेखकहरूको एक खालको घेरा छ। त्योभन्दा बाहिरको मान्छे आएर चल्नु, विभिन्न सञ्चार माध्यमहरूमा ठाउँ पाउनु, त्यही पनि प्रतिष्ठित पुरस्कारहरू पाउनु निकै गाह्रो कुरा हो। 2066 सालमा पानीको घाम भन्ने एउटा पुस्तक निस्कियो। त्यो पुस्तक व्यक्तिगत रूपमा मलाई पनि निकै प्रभाव पारेको पुस्तक हो। सेतो धरती निकै चर्चामा आयो, मदन पुरस्कार पायो, तर पानीको घामले व्यक्तिगत रूपमा मलाई त्यति प्रभाव पारे सेतो धरतीले अझै पनि छुन सकेन, त्यति छुन सकेन, त्यति शक्तिशाली कृति लागेको थियो। त्यो कृतिको बारेमा पछि अन्तर्क्रियामा म उहाँसँगै प्रश्न गरौँला। योभन्दा अगाडि पनि मैले धेरै पटक 2-3 घन्टाकै अन्तर्वार्ता पनि लिएको थिएँ रेडियोमा काम गर्दा उहाँसँग। अहिले तपाईँहरूसँग पनि यसको कुरा सेयर गरौँला हामी। पानीको घाम 2066 सालमा निस्कियो, 2068 सालमा सेतो धरती निस्कियो र एकैचोटि मदन पुरस्कार पायो कृतिले। सायद एउटा युवा लेखक जसले राम्रो लेख्न जानेको छ, तर नेपालमा पुरस्कार पाउनको लागि धेरै चाकरी गर्नुपर्ने हुन्छ, धेरै अप्ठ्याराहरू झेल्नुपर्ने हुन्छ, मान्छेलाई रिझाउनु पर्ने हुन्छ। मदन पुरस्कार आफै पनि प्रतिष्ठित हुँदै निकै विवादित पुरस्कार पनि हुँदै हो। सायद त्यो विवादित भएर पनि यसको एक खालको छुट्टै किसिमको प्रतिष्ठा पनि छ। तर मेरो विचारमा अमर न्यौपाने कुनै पनि चाकरी गरेर पुरस्कृत बनेको व्यक्तित्व होइन, कसैलाई रिझाएर चर्चामा आएको लेखक होइन। लेखनीको एउटा शक्तिले गर्दाखेरि आफै पाठकहरूको मायाले गर्दा स्थापित भएको लेखक हो। पार्वतीपुर गाविस रङ्गिला भन्ने ठाउँमा चितवनमा 2034 सालमा उहाँको जन्म भएको हो। एकजना युवा लेखक, पाठकले खोजेको जस्तै दिन सक्ने एउटा लेखक र लेखनलाई निकै गम्भीर रूपमा लिएर अहिले थाहा होला उहाँ पूर्णकालीन लेखनमा हुनुहुन्छ। पूर्णकालीन लेखनमा लाग्न पनि नेपालमा धेरै गाह्रो छ, तर त्यो एक खालको चुनौतीलाई स्वीकार गरेर लेखेर मात्रै जिरहनु भएको छ। लेख्ने एउटा छुट्टै पृथक शैली र शक्ति बिना त्यो सम्भव छैन। त्यो शैली र शक्ति भएको लेखक हुनुहुन्छ अमर न्यौपाने मेरो विचारमा। सेतो धरती पछाडि 4 वर्ष पछाडि करोडौँ कस्तुरी भन्ने पुस्तक पायो, त्यो पनि निकै चर्चामा रह्यो। 3वटा पुस्तक यति धेरै शक्तिशाली भएर यति धेरै चर्चामा रहेर नेपालमा एकदमै थोरै लेखक होला जसका सम्पूर्ण पुस्तकहरू जम्मा 3टा हुँदै पनि 3टै पुस्तक यति शक्तिशाली यति चर्चामा रहेको मेरो विचारमा एकदम नगण्य लेखकहरूको बिचमा अमर न्यौपाने हुनुहुन्छ। त्यति शक्तिशाली लेखकलाई हामीले आज हाम्रो बिचमा पाएका छौँ, कुराकानी गर्न पाएका छौँ। नेपाली साहित्य मन पराउने तपाईँ हामी सबै आज हामी खुसी छौँ जस्तो लाग्छ। यति छोटो कुरा गरिसकेपछि म भानु जयन्ती यो समारोहलाई सफल बनाइदिनु हुनका लागि नेपालबाट आफ्नो महत्त्वपूर्ण लेखनीका कामहरू छोडेर आउनुभएका नेपाली साहित्यका निकै चर्चित साहित्यकार अमर न्यौपानेलाई स्वागत गर्न चाहन्छु र स्वागत गरिदिनु हुनका लागि खादा र माला सहित स्वागत गरिदिनु हुनका लागि म NAQ का अध्यक्ष मोहन शर्मा, NRMA अस्ट्रेलियाका उपाध्यक्ष अभिमान सिंह बस्नेतज्यूलाई आग्रह गर्न चाहन्छु र म हाम्रो आयोजक समितिका तर्फबाट अरुण पौडेलजीलाई पनि सहयोगका लागि अनुरोध गर्न चाहन्छु र हार्दिक आभार व्यक्त गर्दछु तपाईँहरू सम्पूर्णप्रति जसले धेरै माया गर्नुभयो। मैले भानुभक्तको बारेमा बोल्नुपर्नेछ। त्योभन्दा पहिला यहाँ आउन साथ भएका केही अनुभवहरू म सुनाउँछु। लामो समयदेखि प्रत्यक्ष रूपमा अरुणजी मेरो पुरानो साथी, उहाँ नगरपालिकामा भरतपुर नगरपालिकामा काम गर्दादेखि, उहाँ कलेज पढ्दादेखि उहाँसँग मेरो चिन्जान थियो। जुन बेलामा मेरो केही किताबहरू पनि प्रकाशित भएका थिए, म फाटक कथा कविता गीत गजल लेख्थेँ, उहाँ असाध्यै साहित्य प्रेमी। त्यो बेलादेखि एउटा हार्दिक सम्बन्ध थियो। उहाँ अस्ट्रेलिया आउनुभयो, आएपछि बेला बेलामा कुरा भइरहेको थियो।
अनि कुरा गर्दै थियौँ हामी नेपालमा भएको भए यसरी बस्ती बस्तीमा टोल टोलमा घुम्दाखेरि कोही मान्छेहरू कुइमा बसेर जुम्रा हेरिरहेका हुन्थे, कोही मकै छोडाइरहेका हुन्थे, कोही दाम्रो बाटिरहेका हुन्थे, कोही भर्खर गाई भैँसीको दुध दुहेर बाल्टी सफा गर्दै हुन्थे अथवा गौवा सफा गर्दै हुन्थे अथवा पिँढीमा बसेर तरकारी खेलाउँदै गरेका हुन्थे। यहाँ त प्रायः सबै ढोकाहरू बन्द छन्, मान्छेहरू काममा गएका होला अथवा हिजो कामबाट थाकेर आज अहिलेसम्म सुतेका होला भनेर हामी कुरा गर्दै थियौँ। यहाँको आकाश कति सफा, जसरी यहाँको धरती सफा छ त्यत्तिकै यहाँको आकाश पनि सफा छ। हाम्रो देश नेपालमा विशेष गरी अहिले काठमाडौँमा न बाटो सफा छ, न धरती सफा छ, न आकाश सफा छ भन्ने कुरा गर्दै थियौँ। अनि फेरि अरू कुरा पनि गऱ्यौँ। यहाँका त पहाडहरू साना दुब्ला पातला होचा, तर यहाँको मानिस अग्ला। नेपालको मानिस होचा दुब्ला पातला, तर त्यहाँका पहाड चाहिँ एकदम अग्ला, त्यहाँका हिमालहरू एकदम अग्ला, जसरी यहाँको मान्छे अग्ला छन्। नेपालका रुख पनि त्यस्तै अग्ला सप्रेका, तर यहाँका रुखहरू हरियो पनि राम्रोसँग हुन नपाएका, पातहरू हेर्दाखेरि अलिक धमिलो धमिलो हरियो, तर नेपालको पातको हरियो असाध्यै सुन्दर, त्यहाँका रुखहरू पनि त्यत्तिकै सुन्दर। अनि समग्रमा सागरजी अथवा अरुणजी म कुरा गर्दै गर्दा विक्रमजीसँग कुरा गर्दा के निष्कर्ष निकाल्यौँ भने मलिलो चाहिँ नेपाली माटै हो, तर त्यो मलिलो माटोमा हामीले मलिलो काम गर्न सकेका छैनौँ। तपाईँहरू जस्तो प्रतिभावान क्षमता भएको मानिसहरूले आफ्नो क्षमता पुग्ने ठाउँ पाउनु भएको छैन र आफ्नो स्पेसको खोजीमा यहाँ आउनु परेको छ। यहाँ आउँदा जसरी एउटा नदीलाई त्यसको सिमाना पार गर्न सजिलो हुन्छ, जसरी एउटा चराहरूलाई त्यसको सिमाना पार गर्न सजिलो हुन्छ, जसरी हावालाई अथवा सूर्यको प्रकाशलाई देशको सिमाना पार गर्न सजिलो हुन्छ, त्यसरी सिमाना पार गर्न मानिसलाई सजिलो छैन। त्यो अप्ठ्यारो बनाएको मानिसले नै हो। मानिसलाई भिसा लाग्छ, पासपोर्ट बनाउनुपर्छ, चराहरू जसरी मानिस एउटा देशबाट अर्को देशमा आउन सक्दैन। ती अप्ठ्याराहरू सम्पूर्ण अप्ठ्याराहरू पुरा गरेर, सम्पूर्ण अप्ठ्याराहरू पार गरेर यहाँ आउनुभएको छ र आफ्नो स्पेस बनाउनु भएको छ। त्यो स्पेस फेरि यति फराकिलो छ, तपाईँहरू आफू उभिने मात्र स्पेस बनाउनु भएको छैन, तपाईँहरूले अरूलाई पनि उभ्याउन सक्ने स्पेस बनाउनु भएको छ। अरूलाई पनि हामी जस्तो नेपालमा बसेर साहित्यिक काम गरिरहेकाहरूलाई पनि बोलाउन सक्ने स्पेस क्षमता बनाउनु भएको छ। यसको लागि यहाँहरूको कर्मप्रति हार्दिक नमन गर्छु। मलाई अझ गर्व लाग्छ, धेरै नेपालीहरूले नेपालमा बसेर भन्दा बाहिर गएर किन प्रगति गर्नु भएको होला। यति धेरै आफ्नै देशमा गर्न सक्नुपर्ने हो नि त, बाहिर गएर अझ धेरै किन गर्नुभयो। भाषा फरक छ, संस्कृति फरक छ, समुदाय फरक छ, त्यहाँ सङ्घर्ष पनि धेरै छ। तर रुसमा गएर उपेन्द्र महतो जीवालामिछानेले त्यति गर्नुभएको छ, यहाँ अस्ट्रेलियामा शेष गरेर गएको त्यहाँले यति धेरै गर्नुभएको छ, हरेक देशमा अमेरिकामा युरोपमा यति धेरै प्रगति गरिरहनु भएको छ। के कारण? एउटै कारण छ, त्यो देशको नीति तथा कार्यक्रम, त्यो देशले दिएको, त्यहाँको सरकारले दिएको स्पेस। नेपालमा त्यो भएन। अहिलेसम्म पनि हामी राजनीतिक सङ्कटमा अल्झिरहेका छौँ। यति कुरा मलाई भन्न मन लाग्यो, पछि पनि कुरा गर्ने हामी अन्तर्क्रिया गरिहाल्छौँ, त्यो बेलामा पनि धेरै कुराहरू अनुभवहरू सेयर गर्नेछु। अब भानुभक्तको विषयमा यहाँ मलाई विक्रमजीले दिनुभएको जिम्मेवारीतिर लाग्दछु। मैले पहिला पनि विभिन्न अन्तर्वार्तामा कार्यक्रममा भनेको थिएँ, पहिलोपटक साइकल बनाउने मान्छे वैज्ञानिक हुन्छ, त्यसपछि साइकल बनाउने मान्छे मिस्त्री हुन्छ। भगवान बुद्धले जुन ज्ञान प्राप्त गर्नुभयो, भगवान बुद्धले पाउनुभएको ज्ञानको फलहरू बुद्ध हुँदैनन्, केवल भिक्षु मात्र। त्यसकारण जे कुरा पनि पहिलोपटक गर्ने मान्छे महत्त्वपूर्ण हुन्छ। त्यसको फलोवर मात्र हुन्छन्, उनीहरूको नाम अरू स्थानमा आउँदैन।
प्रसङ्गको भानुभक्त आचार्यको नेपाली साहित्यमा भानुभक्तले जसरी पहिलोपटक हामी आदि कवि भन्छौँ, भानुभक्तभन्दा पहिला पनि थुप्रै कविहरूले कविता लेखेका थिए, तर नेपाली भाषाको मर्मलाई र धर्मलाई बुझेर भानुभक्तले जति शक्तिशाली काव्य रचना अरूले गरेका थिएनन्। भानुभक्तले असाध्यै शक्तिशाली तरिकाले रामायणको अनुवाद गर्नुभयो, लगायत बौद्ध शिक्षा, भक्तमाला, रामगीता लगायतका किताबहरू पनि लेख्नुभयो। अहिलेको समाजसँग, अहिलेको परिस्थितिसँग भानुभक्तका किताबहरू त्यति मिल्दैनन् होला। जसरी भानुभक्तले बौद्ध शिक्षामा बुहारीलाई शिक्षा दिनुभएको छ, त्यो शिक्षा अहिलेका बुहारीहरूलाई काम लाग्दैन। यहाँ थुप्रै छोरी बुहारीहरू हुनुहुन्छ, उहाँहरूलाई त्यो बौद्ध शिक्षा काम लाग्दैन, तर नेपाली साहित्यलाई काम लागिरहेको छ। किनभने अहिले भने जस्तै पहिलोपटक साइकल बनाउने मान्छे वैज्ञानिक हुन्छ, त्यसपछि साइकल बनाउने मान्छे मिस्त्री हुन्छ। प्रत्येक लेखकले, कविले आफ्नो समय लिन्छ। भानुभक्तले पहिलोपटक नेपाली साहित्यमा जुन किसिमको योगदान दिनुभयो, जसरी पृथ्वीनारायण शाहले टुक्रा टुक्रा भएको नेपाललाई एकीकरण गर्नुभयो, त्यसरी नै भानुभक्त आचार्यले एउटा विखण्डित भएको भाषालाई, नेपाली भाषालाई एकीकरण गर्नुभयो। गाउँ गाउँमा नपढेका मानिसहरूले पनि भानुभक्तको रामायण कण्ठस्थ पार्न थाल्यो। यसमा भानुभक्तको एकदमै ठुलो योगदान छ। सँगसँगै भानुभक्तको घाँसीको प्रसङ्ग यहाँहरूले झैँ मैले पनि स्कुलमा पढेको हुँ। घाँसीसँग भानुभक्तले प्रेरणा पाएर कविता लेख्न सुरु गरे भन्ने प्रसङ्ग, यसमा थुप्रै बहस पनि भएका छन्। यसले मलाई पनि प्रेरणा मिलेको हो, अरूलाई पनि थुप्रैलाई प्रेरणा मिलेको हो। मोतीराम भट्टले पछि भानुभक्तलाई उठाउनको निम्ति मोतीराम भट्टले नै भानुभक्तलाई बाहिर लिएर आउनुभएको हो, प्रसाद गर्नुभएको हो। यसको अलिकति प्रसङ्ग मलाई जोड्न मन लाग्यो। विनोद आचार्यजीसँग फोनमा पनि कुरा भएको थियो, म त भानुभक्तको खनाती हो भन्नुभएको थियो। अनि बिर्के टोपी पनि उहाँको सायद आफन्त हुनुहुन्छ, अङ्कल या कोही हुनुहुन्छ, उहाँबाट मार्फत मैले लिएर आएको थिएँ। उहाँले अझ धेरै भन्नुहुन्छ होला। घाँसीसँगको प्रसङ्गमा मलाई कस्तो लाग्छ भने यो तारनाथ शर्माले पनि यस कुरामा बहस ल्याउनु भएको थियो। भानुभक्तको समय भनेको धेरै पहिलाको समय हो, 1871 मा जन्मिनुभयो। त्यो 90तिरको कुरा होला, 1890तिरको कुरा। त्यो बेलामा तनहुँमा सबै वनै वन त थियो, घाँसै घाँस त थियो। को मान्छेले घाँस काटेर ल्याएको थियो होला? त्यो बेलामा गाई, भैँसी, बाख्रा गोठबाट फुकाएर वनमा छोडिदिएपछि बेलुका टन्न अगाएर आउँथे, ठुलो भुइँ लिएर आउँथे। घाँस काट्न पनि त्यति पर्थेन होला, त्यति घाँस काट्नुपर्ने अवस्था थिएन। र घाँस काटेर कसैले बेचेर कुवा बनाउने अवस्था पनि थिएन। किन मोतीराम भट्टले त्यस्तो कथा बनायो? किनभने मोतीराम भट्ट बनारस पढेका थिए, त्यहाँ घाँस काटेर बेचिन्थ्यो। बनारसमा टाँगा चल्थ्यो होला, घुँडालाई घाँस काटेर त्यहाँ खच्चरहरूलाई, घुँडालाई अथवा गाडालाई बेच्ने चलन थियो। त्योबाट चाहिँ उनले देखेर सायद त्यसो लेखेका होलान्। उनी तनहुँको चुङ्गीरङ्गामा पनि पुगेका थिएनन्। उनी एउटा कल्पना गरेर एउटा भानुभक्तलाई उठाउनको निम्ति, अझ बढी प्रसारमा ल्याउनको निम्ति र प्रेरणाको स्रोत बनाएका हुन् भनेर विद्वानहरूले तर्क वितर्क गर्छन्। मलाई पनि यो कुरा हो जस्तो लाग्दछ। भानुभक्तले सिर्जना गरे, भानुभक्तसँग जुन प्रतिभा थियो त्यो उनले आफ्नै रगतमा जन्मजात लिएर आएको प्रतिभा हो भन्ने मलाई पनि लाग्दछ। त्यो घाँसीसँगको प्रेरणाभन्दा पनि आफ्नै अन्तर प्रेरणा हो भन्ने मलाई पनि लाग्दछ। यद्यपि यो कथा असाध्यै राम्रो छ, विद्यार्थीहरूलाई पढ्दाखेरि एउटा प्रेरणा पनि मिल्दछ। यद्यपि त्यो बेलामा घाँस काटेर बेच्ने चलन थिएन भन्ने मलाई लाग्दछ। अर्को कुरा भानुभक्तले एकदमै महत्त्वपूर्ण भानुभक्तले दिएको कुरा के हो भने पूर्वीय संस्कृतिलाई, पूर्वीय संस्कारलाई र संस्कृतमा रहेको रामायणलाई नेपालीमा अनुवाद गर्नु। त्यो छाया अनुवाद नभइकन भाव अनुवाद थियो। अलिकति भानुभक्तले आफ्नो मौलिकता पनि मिसाएका थिए र त्यो बेलामा राणा शासन भएका कारणले गर्दाखेरि अलिकति समय सापेक्ष पनि जोडेको देखिन्छ। परिवर्तन
चाहनेहरूलाई रामसँग र परिवर्तन नचाहने अथवा राणा शासकहरूलाई चाहिँ रावणसँग जोडेर पनि ठाउँ ठाउँमा व्याख्या गर्ने सकिन्छ। त्यसरी पनि एउटा बिम्बात्मक रूपमा लेखेका हुन्। यतिकै यसको भानुभक्तीय रावणको उद्देश्य भनेको रावणको कथालाई, रामको कथालाई, रामलाई एउटा आराध्य भगवानको रूपमा प्रस्तुत गरिएको छ भन्ने मलाई लाग्दछ र उहाँको नेपाली साहित्यमा एउटा महत्त्वपूर्ण योगदान छ नै। र आज भानु जयन्तीको दिनमा उहाँप्रति श्रद्धा व्यक्त गर्दछु। हामी त पछि पनि कुरा गर्न समय छ, त्यसैले म धेरै अहिले बोल्दिनँ। यहाँको कविता, यहाँको रचना पनि सुन्नु छ। हामी पछि फेरि म पनि केही कविताहरू सुनाउनेछु र केही मेरा किताबका रचना गर्व पनि गर्नेछु। विक्रमजीमा फेरि हामी एउटा अन्तर्क्रियामा यहाँहरूसँग अन्तर्क्रियामा प्रस्तुत हुनेछु। धन्यवाद। धन्यवाद। निकै मार्मिक रूपमा आफ्ना कुराहरू राखेर जानुभयो र अस्ट्रेलिया र नेपाललाई जोड्ने कोसिस पनि गर्नुभयो अमरजीले। उहाँले भन्नुभयो, हामी एउटा कुरा पनि गर्दैथ्यौँ हिजो, हामी एउटा सामान्य नागरिक यो देशमा आउँदाखेरि त हामी सोध्छौँ यो अस्ट्रेलिया जस्तो नेपाल हुन किन सकेन, के गर्दाखेरि नेपालको विकसित स्थिति सिर्जना गर्न सकिन्थ्यो भनेर धेरै धेरै नेताहरू विदेश भ्रमणमा जान्छन्, आउँछन्, फर्किन्छन्। किन होला त्यस्ता पोलिसीहरू जुन अघि अमरजीले भन्दै हुनुहुन्थ्यो बनाउन नसकेको, किन त्यसलाई इम्प्लिमेन्ट गर्न नसकेको होला भन्ने कुरा गर्दैथ्यौँ हामी। हामीलाई लाग्ने सधैँ लाग्ने गरेको जिज्ञासा पनि हो यो। यसरी अध्ययन भ्रमण गरिसकेपछि त्यसलाई लगेर आफ्नो देशमा लगाउन सकेदेखि देशको स्थितिमा सुधार आउँथ्यो होला। आशा गरौँ त्यो हुनेछ। यही बिचमा अलिकति प्रसङ्ग, नेपाली राजनीतिमा एकजना चिनिएका व्यक्तित्व पनि हाम्रो माझमा हुनुहुन्छ यति बेला। म उहाँलाई यहाँसँग चिनाउन चाहन्छु। पूर्व जलस्रोत मन्त्री लक्ष्मण घिमिरेज्यू हामी माझ हुनुहुन्छ। कृपया हजुर। सँगसँगै हाम्रो अनुरोध पनि लक्ष्मण घिमिरेज्यूलाई, अघि अमरजीले भन्नुभएको कुरा, हाम्रो भावना जो हामी अहिले यता बसिरहेका छौँ, यहाँले पनि धेरै यहाँ हेरेर देख्नुभयो होला। कृपया नेपाली राजनीतिका आर्किटेक्टहरूलाई गएर बताउनु होला, यहाँले पनि सक्दो कोसिस गर्नु होला, हाम्रो अनुरोध छ। अब सँगसँगै एउटा सानो नृत्यको कार्यक्रम भएको छ, स्वागत नृत्य। म अनुरोध गर्छु मञ्जरी महर्जनलाई स्वागत नृत्य प्रस्तुत गर्नु। कार्यक्रम अगाडि बढाउन चाहन्छु। फेरि पनि भानुभक्तसँग सम्बन्धित एउटा कार्यक्रम छ। अघि कुरा उठाइहाल्नुभयो अमरजीले, भानुको खनाती हामी माझ हुनुहुन्छ। साहित्यमा विशेष गरी कला सङ्गीतमा एउटा निकै महत्त्वपूर्ण व्यक्तित्वको रगतको निकै ठुलो मूल्य हुन्छ। भानुको लिगेसी विनोद भट्टाचार्यज्यूमा कति छ, उहाँले मेरो विचारमा के बोल्नुहुनेछ, रामायणको श्लोक वाचन गर्नुहुनेछ, आफ्नो पुर्खा, आफ्नो इतिहास, आफ्नो जेजुबुवा
अथवा के कसरी नाता हुन्छ उहाँको बारेमा अलिकति केही कुरा राख्ने रहर पनि होला र सँगसँगै छोटो 5 मिनेटको वाचन रामायणको श्लोक वाचनका लागि म विनोद भक्त आचार्यज्यूलाई अनुरोध गर्न चाहन्छु। भानुभक्तका आचार्य वंशहरू अहिले लगभग 200 भन्दा बढी घर परिवारहरू छन्। त्यो मध्ये तनहुँमा जहाँ भानुभक्त जन्मिएका थिए त्यहाँ चाहिँ मात्रै 15-20 परिवार बस्नुहुन्छ। अरू सबै काठमाडौँ, चितवन, विराटनगर र अरू ठाउँमा बसाइँ सरिसक्नु भएको छ। अहिले त्यहाँ चाहिँ भानु पुस्तकालय छ, भानु सङ्ग्रहालय छ र सरकारले एउटा सरकारको तर्फबाट खोलिएको एउटा भानु जन्मस्थल विकास समिति जुन 2053 सालमा खोलिएको हो, त्यो समितिले त्यहाँ भानु सम्बन्धी कामहरू गरिरहेको छ। अघि नै हाम्रा वरिष्ठ आख्यानकार अमर योपानीज्यूले भानुको बारेमा धेरै कुरा बताएर गइसक्नु भएको छ। मोहनदाईले पनि भनिसक्नु भएको छ। वास्तवमा भानुभक्त आचार्यले वाल्मीकिमा लेखिएको रामायणलाई सरल नेपाली भाषामा उल्था गरेर प्रत्येक नेपालीको मनमा धड्कनमा र प्रत्येक नेपालीको घर घरमा पुर्याउने काम मात्र गरेनन्, उनले थुप्रै कविताहरू लेखेका छन्। भानुभक्तले रामायणका केही अंशहरू, केही श्लोकहरू पढ्न चाहन्छु। यो चाहिँ भानुभक्तको रामायणको 7वटा काण्डहरू छन्। 7वटा काण्डमध्ये यो बालकाण्डमा लेखिएको कविता म वाचन गर्न चाहन्छु। आज्ञा दिनु होला। एक दिन नारद सत्यलोक पुगी गया, लोकको गरौँ हित भनी ब्रह्मा त्यहीँ दिया पर्या चरणमा, खुसी गराया पनि। क्या सोध्छौ तिमी सोध भन्छु म भने, मर्जी भया त्यो जसै। ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गरायो तसै। हे ब्रह्मा जति हुन् शुभाशुभ सबै, सुनिरहेको छु कछु। बाँकी छैन तथापि सुन्न अहिले, इच्छा म यो गर्दछु। आउला जब यो कली बहतामा, प्राणी दुराचार भई गर्ने छन् सब पाप अनेक तरहका, निष्कामतिमा गई। साँचो बात गरै न कोही अरूकै, गर्लान् त निन्दा पनि। अर्काको धन खानलाई अभिलाष, गर्लान् असल हो भनी। कोही जन्त पर स्त्रीमा रत हुनन्, कोही त हिंसामा। दिलैलाई त आत्मा जानिरहलान्, नास्तिक पशु झै कहाँ। कामका चाकर भएर रहलान्, स्त्रीलाई देउता सरी। मान्लान् पितृ र मातृलाई बुझी खोगो, शत्रु सरीका गरी। ब्राह्मण भइकन बेचिरहलान्, कोही पढुन्ता पनि। धन ठुलो छ पनि भनेर रहलान्, आर्जन गरौँला पनि। अहिले यति नै। थ्याङ्क यू।